नमस्कार सबैलाई। आज म तपाईहरुलाई देखाउँदैछु कि यो हो यसको नाम हो ब्रस्तागी भन्ने ठाउँ हो। यो ब्रस्तागी भनेको यो पहाडको माथिल्लो भागमा बसेको सहर हो। अब तपाईहरुलाई म देखाउँछु यतातिर है तल। ल हेर्नुस्, यो चाहिँ ब्रस्तागीको सहर हो। यसरी देखाइनु पर्यो तपाईहरुलाई, ठुलै छ। यो पहाडमा भएको हो। उताडी पहाड छ, पहाड छ उताडी। कस्तो दामी ठाउँ छ, दामी छ। अनि उता पर देखिन्छ एउटा पहाडै छ, यता पनि राम्रो छ। डाँडामा पो आइसकेको ल यहाँ बसेको 23 वर्ष भयो। तर म आएको थिइनँ। आज किन यहाँनिर अब ल हेर्दै जानु सधैँ। यो चाहिँ हो अब लसुन भन्छ नि हाम्रोतिर, लसुनहरू लगाउँछन्, फेरि सब्जीहरू लसुन खेती है। ल हेर्नु, सहर चाहिँ यस्तो छ। सहर ब्रस्तागी यो मैदानमै हो। अर्को सहर तरी अलि टाढो हुनुपर्छ। मैदान भन्ने ठाउँकै हो, ब्रस्तागी हुन्छ यो ठाउँको लागि फेरि। ल हेर्नुहोस् कस्तो लाग्यो तपाईँहरूलाई। म अरू पनि भिडियोहरू बनाएर हाल्दैछु सहरकोमा। ब्रस्तागीबाट आउँछ है। त्यतिर पनि पहाड छ उतातिर। ल गाडी चाहिँ हामीले उतापट्टि पार्किङ गरेको छ। यो चाहिँ होटल हो, यो भित्रको चाहिँ होटल हो है। यो भित्र चाहिँ होटल छ। अब होटलमा बस्नको लागि यहाँभित्र छ। यहाँनिर चाहिँ एउटा दोकान छ, यहाँ उता जाने बाटो छ। ल यस्तो छ यतातिरको घरहरू। राम्रै छ, पहाडहरू छ सबै। यो हो रुख चाहिँ, यहाँको झिलिमिली पाल्ने रुख चाहिँ यस्तो खालको छ है। तपाईँहरूले हेर्नुहोस्, रुख चाहिँ यस्तो खालको छ। ल आज हामी आएको छौँ यो ब्रस्तागी भन्ने ठाउँ घुम्नलाई। कस्तो छ यो ठाउँहरू हेर्दै गर्नु, कमेन्ट गर्नु। मान्छेहरू पनि धेरै छन्, दोकानहरू छ अघि। ल ठिक छ, ठिक छ। यहाँनिर कुहिरेहरू पनि आएको रहेछ। जुन देशै मान्छेहरू आउँछ नि हौ। ल हेर्नुहोस्, यो तलतिर गाउँ छ, तल नि हो। यो रुखले अलिअलि छेलिएको छ, हेर्नुहोस् है। त्यसरी देखिन्छ राम्रोसँग यो गाउँ। उता पहाड छ, ठुलो पहाड चाहिँ। त्यो पहाड चाहिँ अब कुहिरोले छोपेछ। कुहिरोले छोपेको कारणले देखिएन। अनि तलको यो भाग चाहिँ हेर्नुहोस् कस्तो छ, एकदमै राम्रो छ। ल हेर्दै जानुहोस् साथीहरू, यस्तै छ मैले देखाएको चाहिँ। यता तल अब खेतीहरू छ। यहाँ धेरै जस्तो खेतीहरू सागसब्जीको मात्रै खेतीहरू हुन्छ। ल हेर्दै गर्नु। यतातिर चाहिँ मान्छेहरू घुम्न आएको छन् है, टन्नै मान्छे छन्। यहाँनिर मान्छेहरू सबै घुम्न आएको यहाँनिर।
ल हेर्नुहोस् यहाँनिर बस्ने मान्छेहरू बस्ने ठाउँ पनि छ टक्क टक्क बनाएर राखेको छ यो भिडियो चाहिँ यहाँ आएर तपाईँहरूको लागि बनाइदिएको इन्डोनेसियाको प्रस्ताकी भन्ने ठाउँ यो हो यहीँनिर मान्छे धेरै आएर फोटोहरू बन्छन् भिडियो बनाउँछन् सोल्टीहरू पनि छ यस्ता ल घुम्ने ठाउँहरू यस्तै छ यता मासतिर पनि यस्तै छ यो कस्तो लाग्यो तपाईँहरूलाई यो पहाड हो ओह्रालो हेर्नुपर्छ तल हेर्नु त यसरी देखिन्छ तल तल यो हाम्रो ड्राइभर अनि उता हाम्रो स्याङ्जाली कान्छा हुनुहुन्छ यतातिर रुख हेर्नुहोस् रुख यो यति अल्गो अल्गो रुखहरू छ अनि यतापट्टि दोकान छ अनि यही दोकानमा पानीहरू किनेर खायो क्या हामीले तिर्खा लागु उकालो आउँदाखेरि पानी किनेर खाएको छ यही दोकानमा ल हेर्दै जानुहोस् यहाँको मान्छेहरू जस्तै छन् राम्रै छन् ठिकै छ ल हेर्नुहोस् यतापट्टि उतापट्टि हेर्नु त त्यो एउटा पहाड छ राम्रो खालको पहाड छ ज्वालामुखी हुने पहाड त्यही चाहिँ हो उतापट्टि अल्गो हो त्यता चाहिँ घुम्न जान पाइँदैन सरकारले बन्द गरेको छ त्यो घुम्नलाई उतापट्टि त्यहाँ घुम्न जानलाई हुँदैन त्यहाँनिर के हुन्छ भने कहिलेकाहीँ आपसमा ज्वालामुखी निक्ल्यो भने त मान्छे मर्छन् त्यही भएर चाहिँ बन्द गरेको छ उतापट्टि चाहिँ ल यस्तो ठाउँ चाहिँ छ यो तल बजार छ तल हेर्नुहोस् बाटो छ तपाईँहरूलाई म यहाँ रुखमा घरहरू बनाएको छ यहाँनिर यो चाहिँ अब लिस्नु भयो यहाँ रुखमा जोडेको छ यो टक्कसँगले यसलाई हेर्नुहोस् माथि अब यस्तो छ यो चाहिँ त्यो रुखमा जोडेर बनाएको घर है तल चाहिँ अरू कुनै केही लगाएको छैन त्यो रुखमै अडियाएको छ यसरी यतापट्टि मान्छेले दोकान राखेको छ अनि यो बाटो चाहिँ भन्नुहुन्छ भने तपाईँलाई कसरी बनाएको भनेदेखि यतापट्टि पनि गहिरी भाग छ उतापट्टि पहाड छ अनि यतापट्टि फेरि फर्केर जान्छ नि यहाँ गहिरो छ त्यहाँ छ उतापट्टि चाहिँ पहाड छ त्यही भएर यो पनि पहाड चाहिँ यहाँबाट हेर्न रमित हेर्न उता यता रमित हेर्नको लागि राम्रो हुनेले यहाँनिर बाटो राम्रोसँगले बनाएको छ यो चाहिँ सरकारी बाटो है फेरि सरकारले नै बनाएको यो यस्तो रुखमा जोडिएर यसरी घर बनाएको छ मान्छेहरू बस्नका लागि घर त होइन बस्नका लागि पोन्डो भन्छ यहाँनिर पोन्डो छ यसरी पोन्डो बनाएको छ मान्छेहरू यहाँ बस्नका लागि यो के त्रिपालहरू ओछ्याएर बस्नका लागि यहाँनिर पैसा तिर्नुपर्छ फेरि फेरि यतापट्टि पनि अर्को सहर छ यहाँनिर हेर्दै जानुहोस् साथीहरू कस्तो लाग्यो लङ्गदोपट्टि हेर्नुहोस् कस्तो राम्रो ठाउँ छ यहाँनिर मान्छेहरूले सब्जीहरू रोपेको छ गाउँहरू यस्तो चिलिमिल्ली गाउँ गरेको छ यहाँनिर ल उतापट्टि पहाडै पहाड छ बाँस घारी पनि धेरै रहेछ घर चाहिँ यस्तो राम्रो राम्रो घर बनाएर बसेको छ मान्छेहरू तल गाउँ चाहिँ हेर्दै त्यो गाउँ वरिपरि त्यो सागसब्जी छ लसुनहरू रोपेको रहेछ कुहिरो पनि नेपालको जस्तै लागेको छ ल हेर्नु त राम्रै छ यो चाहिँ इन्डोनेसियाको प्रस्ताकी भन्ने ठाउँ है तपाईँहरूलाई पनि भस्काउनु मन छ भने आउनुहोस् यो प्रस्ताकीमा म घुमाइदिन्छु तपाईँहरूलाई ल धन्यवाद जय नेपाल।